अर्कोलाई उसको से अर्को राजा चाहिँ के भन्छ भने के अरे मगेडा भन्छ कि ग्याल्बो मगेडा त्यहाँ सुक्सिन निम्बुको छोरा चाहिँ बाउले चाहिँ त्यहाँ जेलमा हालेर मार्यो त्यहाँ मार्नेको नाम चाहिँ मगेडा भन्छ कि ग्याल्बो मगेडा अनि ग्याल्बो मगेडा चाहिँ साङ्गे कुन्याङ्गेले देशी गर्नेखेरि मगेडाले साङ्गेलाई के भन्छ छोपा चराउने किनकि उता त्यो चासुरोगमा न्याङ्गेल देशी गरेको नि साङ्गे अनि त्यहाँ नदेखेको नभेटेको उहाँले दर्शन गर्न नपाएको कारण चाहिँ एकदम दुखी रहेछ अनि उसँग अगाडि चाहिँ अब जस्तो गऱ्यो भने नि म तपाईँ अब तपाईँ बित्नेखेरि चाहिँ मलाई जसरी नै भनिदिनु है भनेर चाहिँ उहाँले भन्नुभएको रहेछ कि अनि पछि अनि उसँग त्यहाँ कादु तुसी गऱ्यो नि उता 1 वर्ष पछाडि यो जसै हामी गयो नि त्यहाँ कादु तुसी गरेर त्यो पछाडि 1 वर्ष पछाडि चाहिँ उहाँ न्याङ्गेले देशी गर्नेको टाइम आएको अरे अनि उहाँले चाहिँ त्यहाँ के भन्छ राजगिर त्यता छ नि अनि राजगिरमा चाहिँ अब उहाँ न्याङ्गे देशी गर्नेको टाइम हुनु लागेको कारणले चाहिँ राजगिरमा गएर चाहिँ अनि ढोकाको बाहिर बस्नु भएको रहेछ राजदरबारको बाहिर बसेर अनि त्यो राजदूतहरू छ नि त्यो काम गर्नेहरू त्यहाँ तिनीहरूले चाहिँ अब म आएछ भनेर झ्याल्बुले बनिदिनु किनकि झ्याल्बुले म बित्नेखेरि चाहिँ जसरी पनि बनिदिनु भनेर चाहिँ भनेको थियो अरे कि अनि उहाँले भनिदिएको थियो अरे भनेको कारणले चाहिँ उहाँ आउनु भएर त्यहाँ रुकिरहेको अरे अनि तर काम गर्नेहरूले चाहिँ के भने त्यहाँ काम गर्नेहरूले चाहिँ राजालाई उठाउनु सकेन अरे राजा सुतिरहेको रहेछ कि राजालाई उठाउनु सकेन रहेछ किनकि राजा अलि रिसाउले रहेछ नि अलि डेन्जर छ नि अनि त्यही कारणले चाहिँ उठाउनु नसकेर पर्खिरहेको रहेछ अरे अनि बाहिर गएर हामी राजालाई उठाउनु सकेन राजालाई क्लिन डिस्टर्ब गरे पनि हामीलाई के भन्छ दण्ड दिन्छ भन्यो अरे कि दण्ड भन्ने के अरे दण्ड भन्छ क्या पनिसमेन्ट दण्ड दिन्छ अरे दण्ड त्यो दिन्छ